म कहिलेकाहीँ कन्फ्युज हुन्छु, कसलाई के भनौँ, मेरै गाला मेरै चड्कन। मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा, जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, रासोपाको पालामा अन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा, र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ। सभामुख महोदय, मेरा दुईटा प्रश्न छन्। एउटा, यो ग्यासको अभाव जुन देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन? अर्को, यदि कृत्रिम अभाव सृजना भएको हो भने, सरकारले भने जस्तै ग्यास वारवार्ती आएर पनि कालो बजारी भएको हो भने, ती कालो बजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ 2/3 सरकारलाई? जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला ह्यान्डसम नयाँ अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो, जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ। धन्यवाद। सभामुख महोदय, लोकतान्त्रिक राज्यको लागि र अहिलेको सबै परिस्थिति हेर्दै गर्दाखेरि मूल मन्त्र के आवश्यक छ राज्य प्रणालीमा, राज्य सञ्चालनमा र संविधान र लोकतन्त्रको संरक्षणमा के मूल मन्त्र आवश्यक छ भनेर हेर्दाखेरि मलाई के लाग्छ भने राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास, यो दुईटा कुरा लक्षित मूल मन्त्र राखेर हामीले आफ्नो राज्य सञ्चालन र सबै पद्धतिहरूलाई, सबै कुराहरूलाई त्यसमा केन्द्रित गर्यो भने अलि हामी केही हासिल गर्न सक्छौँ। अहिलेको कुरामा इन्टिग्रिटीको क्वेसन छैन, इन्टिग्रिटीमा कुनै पनि शङ्का छैन, इन्टेन्सनमा पनि कुनै प्रश्न छैन, तर कता कता ढङ्ग नपुगेको हो कि भन्ने चाहिँ लाग्छ र त्यो स्वीकार्नुपर्छ। If you don't know what you don't know, then you don't know, really you don't know. त्यसैले गर्दाखेरि मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नु पर्दछ र त्यो कुरा सिक्नु पर्दछ। यो सुन्दर पिचाई गुगलको CEO ले भन्नुहुन्छ, the day you feel that you have learned everything, you are almost dead. जुन दिन तपाईँ यो सोच्नुहुन्छ कि तपाईँलाई सबै चिज थाहा छ, त्यो दिन तपाईँ मृत्यु समान हो। त्यसैले गर्दाखेरि हामीले हरेक दिन यो राज्य प्रणालीको सञ्चालनको कुराहरूमा यो कुरा कतैतिर अझै ढङ्ग सुधार्नुपर्छ कि जस्तो चाहिँ लाग्छ। समाज शिक्षित नभएसम्म त्यहाँ राजनीति जीवित रहँदैन। यदि राजनीति जीवित छैन भने लोकतन्त्र जीवित हुँदैन। यदि लोकतन्त्र जीवित छैन भने समाजमा सामाजिक सन्तुलन जीवित रहँदैन। समाजमा सामाजिक सन्तुलन छैन भने सामाजिक न्याय जीवित रहँदैन। सामाजिक न्याय जीवित छैन भने वृद्धि हुँदैन र विकास पनि हुँदैन। हामीले वृद्धि र विकासको भिन्नता पनि बुझ्नुपर्छ। यहाँ चन्द्रगिरीको डाँडाबाट काठमाडौँ भ्याली हेर्दै गर्दाखेरि सबैतिर फैलिएको देखिन्छ, त्यो वृद्धि हो। तर त्यहाँ एउटा संरचना, एउटा योजना अनुसार छ कि छैन भनेर हेर्दा कतै पनि देखिँदैन। घरहरू हेर्दै गर्दा त्यो संरचना योजना बगैर आफ्नै तरिकाले वृद्धि भएको देखिन्छ। पहिला पहिला काठमाडौँ भ्यालीभित्र, उपत्यकाभित्र ठुलो ठुलो दरबार बन्थ्यो, ठुलो ठुलो संरचनाहरू बन्यो, तर त्यही डाँडापारी, धादिङको डाँडापारी स्कुल र अस्पताल पनि थिएन। त्यो वृद्धि थियो, विकास थिएन, किनकि त्यहाँ सन्तुलन थिएन, त्यहाँ दिगोपन थिएन। अहिले एउटा दिगोपन र एउटा सन्तुलन विकासमा आवश्यक छ, तर त्यो गर्दै गर्दा त्यसको स्टेक होल्डर को हो त, कस कसको कारण त्यो दिगोपन हुन सक्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ र त्यसको सम्मान गर्न जान्नुपर्छ। यो देशमा अहिले दिगोपन, सन्तुलित समुन्नत विकासको लागि दिगोपनमा स्टेक होल्डरहरू एउटा मधेस छ, अर्को प्रवास छ, अर्को निजी क्षेत्र छ। तर हेर्नुस् न, दुर्भाग्य तीनै असुरक्षित छ। मधेसमा भर्खरै आगो बल्यो, हामीले जसोतसो निभाउन सक्यौँ, तर म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु, आगो निभेको हो, दाउरा निभ्या छैन। त्यसैले गर्दा त्यसमा सचेत भइराख्नुहोस्। अब त्यहाँ 25 रुपियाँको चिप्स खोसिन्छ, तर सन्तुलन छैन भन्ने कुरा हेर्नुहोस् न। एयरपोर्टमा त ब्लू लेभल र ल्यापटप ल्याउन दिनुभएको छ, हाम्रो मधेसको बोर्डरमा 25 रुपियाँको चिप्स किन खोज्दैछ तपाईँको त्यहाँको सीमामा रहेका सुरक्षाकर्मीहरूले?
किन सन्तुलन छैन? किन बोर्डरमा आउने गरेको गरिबलाई त्यो व्यवहार गरिन्छ र एयरपोर्टमा आउँदै गरेको धनीलाई अर्को व्यवहार गरिन्छ? कहाँ से आते हैं ये लोग और कहाँ से आते हैं ये सोच भन्ने ठुलो प्रश्न सोध्दैछन् हामीलाई। किन असन्तुलन छ तिमीहरूबाट? त्यो व्यवहार किन सन्तुलित छैन भनेर। यो डिस्पोजेबल इन्कम मधेसमा एकदमै हाई छ, खर्च लागेको आम्दानी। र खर्च लागेको आम्दानीलाई हामीले जबसम्म फर्मल इकोनोमीमा ल्याउन सक्दैनौँ, त्यो समाजमा ड्रग्स, त्यो समाजमा मदिरा लगायत अरू खर्चहरू धेरै देखिन्छ। त्यो मधेसमा देखिएको छ। जसरी अहिले यो चिट्ठा दिएर ट्याक्सको बिलको इन्भोइसको प्र्याक्टिसेसहरूलाई इन्करेज गर्नको लागि अर्थ मन्त्रालयबाट प्रयास भएको छ, त्यसरी नै रेमिटेन्सलाई पनि फर्मल इकोनोमीमा ल्याउनको लागि जुन 2006-07 ताका बङ्गलादेशले क्यासब्याक अफर गरेको थियो, त्यो अफरहरू हामी कहाँ पनि गरोस्। त्यसैले गर्दा डिस्पोजेबल इन्कम, खर्च लागेको आम्दानी कम होस् र फर्मल इकोनोमीमा धेरै आएपछि समाज धनी हुनु जति आवश्यक छ त्यसमा संस्कार र सभ्यता पनि, सिभिलाइजेसन पनि त्यतिकै आवश्यक हुन्छ। यदि समाजमा पैसा धेरै भयो तर सभ्यता छैन भने त्यो जोखिम भोलि गएर हरेक नेतृत्वले हेर्नुपर्छ। र अर्को के भन्छ भने जुन देश अन्डर डेभलप छ, अविकसित छ, त्यो देशमा हरेक जनताको आशा राजनीतिज्ञसँग हुन्छ, नेतृत्वसँग हुन्छ, ऊ पिपल्स पर्सन हुनुपर्छ। अमेरिका, बेलायत, फ्रान्स, जापान जस्तो डेभलप कन्ट्रीमा पोलिटिसियनलाई नचिनेर पनि दैनिकी सामान्य रहन सक्छ। तर हामी जस्तो देशमा यदि राजनीतिज्ञलाई चिन्दैन भने दैनिकी सामान्य हुँदैन। त्यो कमजोर राज्यको एउटा सूचक हो। त्यसैले गर्दा यो कमजोर राज्यमा यदि सामाजिक न्याय, सामाजिक सन्तुलन, दिगो विकास, लोकतन्त्र, यो सबै कुराहरू छैन, सन्तुलित छैन भने त्यो कमजोर राज्यको सूचक हो। त्यसैले गर्दा द पिपल्स पर्सन सुड बी अलवेज विदिन द पिपल भन्छ। जननिर्वाचितहरू जनतासँग कनेक्टेड हुनुपर्छ। हामीले हाम्रो सवारी साधनको कालो सिसा त हटायौँ, कालो स्टिकर त हटायौँ, अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ। त्यो पनि आवश्यक छ। त्यसैले गर्दाखेरि यो राज्य यदि सन्तुलित हुँदैन र हामीले सबै सन्तुलित समुन्नत विकास गर्न सक्दैनौँ भने यो राजनीतिक उपलब्धिहरू। र अर्को प्रवासको कुरा गरौँ न। प्रवासको कुरा गर्दै गर्दा म पोखरण 1998 को इन्डियाको परमाणु परीक्षण हुँदै गर्दाखेरि त्यसपछि अन्तर्राष्ट्रिय जगतले इन्डियामा लगाएको आर्थिक नाकाबन्दी, त्यसपछि आर्थिक रूपमा एकदमै असुरक्षित भयो इन्डिया। त्यो बेलामा त्यहाँको सेन्ट्रल ब्याङ्कले बोन्ड निकाल्यो र त्यो बोन्ड 4.8 बिलियन 480 करोड चाहिँ एनआरआईले किनिदियो। त्यसपछि त्यहाँको एनआरआईले कसरी देशलाई थेग्न सक्छ भन्ने देखियो। हाम्रो प्रवास पनि निकै सबल भइसकेको छ। राज्यले अहिले पनि नेपालीहरू त्यहाँ कामदार नै छन् भन्ने सोध्छन्, तर भर्खरै अमेरिका यात्रामा मैले केही नेपाली भेटेँ जसको प्राइभेट जेट छ, जहाज छ, नेपालीहरू त्यहाँ पुगिसक्यो। अब उहाँहरूलाई वेलकम गर्नु पर्यो, अलि वार्म हुनु पर्यो उहाँहरूप्रति। नागरिकताको इस्यु, भिसाको इस्यु, इन्भेस्टमेन्टको इस्यु, स्टक मार्केटको इस्यु, यो सबैमा हामी अलि प्रवासी नेपालीप्रति वेलकमिङ भयो भने हाम्रो एनुअल जिडिपी जति छ त्यसको 3 टाइम्स उहाँहरूसँग फन्ड छ, इन्भेस्टमेन्टको क्यापेसिटी छ। त्यसमा म राज्यको ध्यान आकर्षण गराउन चाहन्छु। र अन्तिममा निजी क्षेत्र त्रसित छ। प्रहरी देखेपछि म सुरक्षित छु भन्ने सोच्नुपर्ने नागरिकहरू प्रहरी देखेर तर्सिन्छन्, कुन बेला धरपकड गर्ला, कुन बेला मेरो घरमा छापा मार्ला भनेर। त्यसैले गर्दा निजी क्षेत्रलाई आत्मविश्वास दिनुस् न, भएको पैसा खर्च गर्न दिनुस्, ब्याङ्कमा भएको पैसा लगानी गर्न दिनुस्, त्यो वातावरण दिनुस्, त्यो आवश्यक छ। अर्थ मन्त्रालयबाट केही प्रयासहरू भइराखेको छ, तर त्यो प्रयास पेपरमा मात्र देखिएको छ, व्यवहारमा देखिएको छैन। त्यसैले गर्दा लोकतन्त्र, सन्तुलित विकास, सबै चिजको लागि मधेस, प्रवास र निजी क्षेत्र, यो तीनवटालाई एउटा साझेदारको रूपमा लिएर सरकारको तर्फबाट राज्यप्रतिको भरोसा, राष्ट्रप्रतिको आत्मविश्वासलाई मूल मन्त्र राखेर प्रयासहरू गरियोस्। धन्यवाद। करदाता प्रोत्साहन गर्नका लागि जुन एउटा लटरीको कार्यक्रम सुरु भएको थियो
त्यसबाट आज 15 जनाले 1-1 लाख र 1 जनाले 10 लाख पुरस्कार उपहार पाउनुभएको छ। त्यसको लागि म उहाँहरूलाई बधाई दिन चाहन्छु र नेपाल सरकारलाई पनि यो प्रोत्साहनको नीतिलाई अझ द्रुत रूपमा अगाडि बढाउनलाई अनुरोध गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, केही महिना अगाडि नेपाल सरकारको एउटा निर्देशन आयो, अब भर्ना शुल्क नलिनु, पुरानो विद्यार्थीसँग भर्ना शुल्क नलिनु। तर त्यसमा अलिकति उल्टो सुनिएको हो कि जस्तो लाग्यो विद्यालयहरूले, भर्ना शुल्क नलिनु तर अन्य विषयमा शुल्क चाहिँ बढाएर लिनु भनेर। यो समस्या गम्भीर रूपमा आइरहेको छ, अभिभावकहरूले दैनिक रूपमा गुनासो गरिरहनु भएको छ। तसर्थ म सम्माननीय सभामुखज्यू मार्फत नेपाल सरकारको यो विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। सम्माननीय सभामुख महोदय, भक्तपुर विशेष गरी मध्यपुरको ऐतिहासिक पहिचान, सांस्कृतिक सम्पदा र हजारौं परिवारको जीविकोपार्जन र पहिचानसँग जोडिएको परम्परागत कुमाले अर्थात् पोटरी उद्योग आज गम्भीर सङ्कटमा छ। विश्व प्रसिद्ध पोटरी स्क्वायर समेत रहेको यो जीवित सांस्कृतिक धरोहर लोप हुने अवस्थामा पुगेको छ। शहरीकरणका कारण पोटरीका लागि आवश्यक माटोको अभाव, उत्खनन अनुमति, ढुवानीमा स्थानीय कर तथा नियमको झन्झट, ग्लेजिङ सामग्रीको आयात निर्भरता, मूल्य वृद्धि, बजार र ब्रान्डिङ अभाव र पुस्तान्तरण कमजोर हुनु प्रमुख समस्या हुन्। मुख्य कुरा यो सिपलाई प्राज्ञिक मान्यता नहुँदा युवाहरू वैदेशिक रोजगारतर्फ आकर्षित भइरहेका छन्। यो अद्भुत सिपका बावजुद पनि आज भक्तपुरका युवा यो पेसा छोडेर अन्य पेसातर्फ जाँदैछन्। सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउँदै माटोको उपलब्धता, उत्खनन प्रक्रिया सरल बनाउन, विशेष ऋण अनुदान, सिप तालिम र सिटिभिटी मार्फत शैक्षिक प्रमाणीकरणको व्यवस्था गर्न र मौलिक र परम्परागत उद्योगलाई कर। माननीय सदस्य मनिष खनाल, नियमावलीको कुन नियम आपत्ति हो, के हो विषय? माइक दिनुहोस्। सम्माननीय सभामुख महोदय, हामी सबैजनाले मिलेर एउटा सर्वदलीय समिति बनाएको यसै प्रतिनिधि सभा नियमावलीको नियम 21 को ग मा स्पष्ट रूपमा बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पर्ने मनसायले दुरुपयोग गर्न नहुने भनेर हामीले लेखेका छौँ। सँगसँगै नियमावलीको नियम 15 मा हामीलाई लागेका विषयहरू एउटा चाहिँ हामीले आवश्यक ठानेका विषयहरूलाई शून्य समय, विशेष समय मार्फत हामीले कुरा राख्न पाउने, सँगसँगै केही आकस्मिक विषय छन् भने ती विषयलाई सभामुखज्यूलाई जानकारी गराएर आकस्मिक समयमा हामीले राख्न पाउने स्पष्ट प्रावधान राखेका छौँ। तर पछिल्लो केही दिन यता हामीले संसदको एउटा चाहिँ गतिविधि हेर्दै गर्दाखेरि विपक्षमा बस्ने मान्य सदस्यहरूले ढ्यापढ्याप गर्नुहुन्छ। कुनै एउटा विषयमा चाहिँ बोल्नको लागि उहाँहरूले स्वीकृति लिनुहुन्छ, तर त्यो विषय उठाउँदै गर्दाखेरि बजेटका विषयदेखि लिएर आफ्नो क्षेत्रका विषयदेखि लिएर विविध विषयहरू उहाँहरूले उठाइराख्नु भएको छ। त्यसले गर्दाखेरि जसरी हामीले शून्य समय, विशेष समय र आकस्मिक समय भनेर समय छुट्याएका छौँ, त्यो समयको नै अपमान भएको हामीलाई महसुस भएको छ। त्यसकारणले गर्दाखेरि यो जसरी उहाँहरूले चाहिँ ढ्यापढ्याप गरेर उठ्नुहुन्छ त्यो विषयमै केन्द्रित भएर चाहिँ उहाँहरूलाई त्यो विषयमा चाहिँ आफ्नो धारणा राख्नको लागि चाहिँ सभामुख मार्फत रुलिङ होस्। सँगसँगै एउटा चाहिँ विषय राख्दै गर्दाखेरि शून्य समयको महत्त्व, आकस्मिक समयको महत्त्व र विशेष समयको महत्त्वलाई यहाँहरू सम्पूर्णले ख्याल राखिदिनको लागि पनि अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद। सम्माननीय सभामुख महोदय, आज बिहान पशुपति आर्यघाटमा आफ्ना आफन्तको लास दाह संस्कार गर्ने पैसा नभएर एकजना विपन्न नागरिकले मलाई सहयोगको अपेक्षासहित फोन गर्नुभयो। त्यो फोनले मलाई एकछिन झस्कायो अनि एकछिन दुखी बनायो। सभामुख महोदय, एउटा नागरिकले बाँचुन्जेल जीवनभर अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ। कम्तीमा उसको मृत्यु हुँदै गर्दा उसको अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ। त्यसैले सभामुख महोदय, यो देशको गरिब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निशुल्क रूपमा त्यो गरिब र विपन्न वर्गको नागरिकलाई उपलब्ध गराउनुपर्छ भन्ने मेरो धारणा छ। राज्यले कर मात्र लिने होइन सभामुख महोदय, राज्यका नागरिकहरू मर्दै गर्दा त्यो नागरिक यदि विपन्न छ भने उसप्रति आफ्नो दायित्व पनि देखाउनुपर्छ। जसको कोही छैन त्यसको सरकार बन्नुपर्छ। सभामुख महोदय, जन्मेर कोक्रोमा चढ्दै गर्दा त हामीले कर तिरेर आयौँ, तर मरेर चितामा चढ्दै गर्दाखेरि पनि आज एउटा विपन्न नागरिकले बिना शर्त निशुल्क धुवामा उड्न नपाउने यो राज्य नागरिक मैत्री राज्य हुन सक्दैन। तसर्थ म सभामुख महोदय मार्फत
सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि विपन्न वर्गका नागरिकहरूलाई कम्तीमा मृत्यु हुँदाखेरि राज्यले म अभिभावक छु है, म छु तिम्रो साथमा भन्ने खालको त्यो प्रतिबद्धता व्यक्त गरोस्। धन्यवाद। मान्य सदस्य बदन कुमार भण्डारी। सम्मानीय सभामुख महोदय, मिति 2083 साउन 20 गते बुधबार काभ्रेको मण्डनदेवपुर वार्ड नम्बर 7 का 68 वर्षीय केदारनाथ पराजुली र 67 वर्षीय तिलकुमारी जो बोनम्यारो क्यान्सर पीडित हुनुहुन्थ्यो, आफैले यातायात व्यवस्थापन गरी दोलाल घाट पुग्नुभयो र दोलाल घाटको दोलालेश्वर मन्दिरमा वृद्ध बाले आफ्नो श्रीमतीलाई पिठुमा बोकेर सुनकोशी मन्दिरमा हाम फाल्नुभयो र अहिले बेपत्ता हुनुहुन्छ। यसले मुलुकभरि यो सञ्चारले एउटा दुःख छायो। बेपत्ताको खोजी भइरहेको छ। नेपाल सरकारले विशेष प्राथमिकता साथ बेपत्तालाई खोजी गरोस्। प्रहरी, सशस्त्र प्रहरी, स्थानीय टोलीहरूले खोजी गरिरहेका छन्। निजहरूको चाँडोभन्दा चाँडो पत्ता लगाओस् भन्ने जोरदार माग गर्न चाहन्छु। वृद्ध बाआमा बेपत्ता हुनुभयो, तर यो सरकार बेपत्ता नहोस्। बोनम्यारो क्यान्सर रोग अत्यन्तै जटिल हुँदै गएको र नेपालमा बोनम्यारो क्यान्सर सम्बन्धी उपचार सरकारी अस्पतालमा, सिभिल अस्पतालमा मात्रै हुने, क्यान्सर अस्पताल भक्तपुरमा पनि नहुने र शिक्षण अस्पताल महाराजगञ्जमा गरिने भनिएको तापनि अझसम्म उक्त सेवा सुरुवात नभएको। केही गरी बोनम्यारो क्यान्सरबाट कोही पीडित भयो भने भारतमा गएर उपचार गर्ने परिस्थिति सिर्जना भएको छ र बोनम्यारो क्यान्सरका विशेषज्ञ डाक्टर पनि 5-7 जना मात्रै रहेको र बिरामी कति भन्ने कुरा यकिन पनि छैन। यो दर्दनाक अवस्थालाई नेपाल सरकारले, स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दियोस्। विशेषज्ञको अभाव, आवश्यक नीतिको अभाव, उपचारको आवश्यक स्रोत साधनको अभावको कारणले गर्दा बोनम्यारोबाट पीडित क्यान्सर बिरामीहरूले अत्यन्तै दुःखका साथ जीवन सङ्घर्ष गरिरहेको अवस्थामा त्यो सङ्घर्ष, त्यो पीडा सहन नसकेर जो बोनम्यारो क्यान्सर पीडित वृद्ध आमा हुनुहुन्थ्यो र बुवा पनि पोस्टेडको बिरामी हुनुहुन्थ्यो, निजहरूले एउटा यस्तो अप्रिय निर्णय गर्नुभयो र बेपत्ता हुनुहुन्छ। बेपत्तामाथि खोजियोस् र सरकारको यस विषयमा गम्भीरताका साथ ध्यान जाओस् भन्ने जोरदार माग गर्न चाहन्छु। धन्यवाद।